हेलो गाइस, गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग आउँदैछ। अन्तिमसम्म हेरिदिनु होला। आज चाहिँ मर्निङ वाकमा है त, पुरै मर्निङ वाकमा बिहान 4 बजे हिँडेको मर्निङ वाकमा चाहिँ हामी आज बब्बाल भइरहेछ। लास्टसम्म हेरिदिनु होला र नयाँ साथीहरूलाई सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला है त गाइस। हेलो गुड मर्निङ गाइस, म चाहिँ अब भुटखेलमा मर्निङ वाकमा बिहानको कसरतमा है। हेर्नु त यहाँ बबाल छ है त। बिहानको चाहिँ मर्निङ वाकमा चाहिँ झ्याप्प लगाएर चाहिँ भुटखेलमा बिहान 4-5 बजे हिँडेको घरदेखि 5:30 बजे आइपुगेको थियो। टन्नै छ यहाँ साथीहरू यहाँ आयो। यहाँ आएर जुन डान्स गर्दा गर्दा उज्यालो भइसक्यो। आज पानी पर्छ होला नि। आँगडेबाट आयो। आफ्नो शरीरको लागि मर्निङ वाक चाहिँ गर्नुपर्छ के साथीहरू है, त्यो चाहिँ आवश्यकता छ है। एक 3 पङ्क लाउने हो गाइस। आफ्नो शरीर सक्त गल्या छ, अल्छिला छ भने बिहान मर्निङ वाक जानुपर्छ गाइस। त्यसपछि फ्रेस एकदम फिटिन ज्यान है त गाइस। मर्निङ वाक गाइस, मर्निङ वाक है। यो चाहिँ बिहानको मर्निङ वाकमा है गाइस। म्युजिक भ्याएर चाहिँ म्युजिकमा डान्स गरी भ्याएर कसरत गरी भ्याएर चाहिँ अहिले चाहिँ यो फुटबल ग्राउन्डमा चाहिँ घुम्दैछ फन्को मार्दै। यो चाहिँ फेरि म्युजिक क्लास है। माथिदेखि त्यो ग्राउन्डमा फन्को लगाएर आएर चाहिँ फेरि म्युजिक क्लास कसरतको मर्निङ वाकको है गाइस। कसरत गर्ने ठाउँ टन्नै छ यहाँ, बब्बाल हुन्छ है त गाइस। यहाँ तल्लो ग्रुप पनि छ होला गाइस, यहाँ तल पनि छ है त।
चलन छ है त गाइस। यहाँ तल पनि छ 2 ग्रुप छ है त। 2 ग्रुप छ गाइस है। हेर्नु गाइस कसरत है त। आफ्नो शरीरलाई चाहिँ एकदम व्यायाम हुन्छ है त गाइस। आफ्नो शरीरलाई चाहिँ एकदम राम्रो हो, अल्छीपना हट्छ। एक फन्डको लाग्यो, 2 फन्डको भयो। मर्निङ वाक कसरत चाहिँ गर्नुपर्छ है त गाइस। आफ्नो शरीरको लागि भए पनि आनन्द है, याप्प फ्रेस हुने शरीर। म चाहिँ मर्निङ वाक गरेर फर्किसक्यो। अब कोठातिर जाँदै झट्का लगाएर त्यस्तै हो। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है त गाइस। म चाहिँ हिँड्दै हो। त अर्को कुरा नयाँ साथीहरूले चाहिँ जोडिनु भएको छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। म चाहिँ अब बिहान 4 बजी हिँडेको, अहिले मर्निङ वाक गरेर चाहिँ यतिखेर भइसक्यो है। 6:15 भइसक्यो। 6 बजे 15 मिनट गइसक्यो। अनि त्यही भएर म चाहिँ अब हिँडेको कोठातिर है त गाइस। बवाल भइरहेछ मर्निङ वाक आजको। भन्ने थियो मान्छेहरू। तपाईँहरूले भिडियो देखिसक्नु भयो है। कस्तो लाग्छ कृपया सल्लाह सुझाव दिनु होला। म जानुपर्ने चाहिँ उता हो है गाइस। त्यही हो गाइस आजको चाहिँ। मेरो आजको चाहिँ अब बाहिर मलेसियाको लागि ट्राई गरेको छ। आज इन्टरभ्यू छ गाइस एयरपोर्टमा। एयरपोर्ट होटलमा गएर इन्टरभ्यू दिनुपर्ने। म इन्टरभ्यू अहिले जान्छु। तपाईँहरूलाई नेक्स्ट न्यू भिडियोमा म देखाउने छु है त गाइस। ओके बाई गाइस, नेक्स्ट टाइममा भेटौँ।